तपाईँ आफैले भन्नुभएको छैन पार्टीको कार्यक्रममा कुनै कर्मचारी जाँदैन भनेर? तपाईँको कतिवटा जिब्रो छ अध्यक्षज्यू? जसले के अरे चाहिँ क्यामेरा तेर्साउने पनि अराजकै हुन्छ। कसरी अराजकता हुन्छ? सूचना विभागले पास दिएको मान्छेलाई कसरी अराजकता हुन्छ? अराजक हुन्छ। मापदण्डको आधारमा गर्नुपर्छ। मापदण्ड छ त अध्यक्षज्यू, के अनि मापदण्ड विपरीत भएन चाहिँ के अरे कर्मचारी पालिकाको कर्मचारी चाहिँ पार्टीको कार्यक्रममा जान मापदण्ड विपरीत भएन? मरेन मरो कि मरेन मरो नि। अनि कार्यालय उहाँ लु जानुहोस् त, मैले त्यति हेल्प गरेँ तपाईँलाई, ल त्यहाँ जानुहोस्। उहाँले गरिदिनु भएन भने नि मलाई भन्नुहोस्, उहाँले गरिदिनु भएन नि मलाई भन्नुहोस् दर्शक महानुभावहरू। कि चुनाव चिन्ह यो हो? अचम्म बुझ्नु होला। ग्रिन सिग्नलमा भयो भने मात्रै आपतकालीन अवस्थामा यसले आगो निभाउने काम गर्छ। रेड सिग्नलमा छ कसैलाई वास्ता छैन। मरो फुल्ली दर्शक महानुभाव, मरो फुटो सुक्खा छ, मरो खैरे कुहिरे हुन्छ अमेरिकाको त्यो खैरेको कपाल जस्तो भयो। पेट्रोल पाइन्थ्यो होला, मासुभात पाइन्थ्यो होला, रोजगार पाइन्थ्यो होला, हामी कदापि त्यो गर्ने छैनौँ। स्वाभिमानका साथ तातो पानी पिएर पत्रकार जिउ छ, तर कसैको 2 पैसामा बिक्दैन। सच्चा नागरिक सच्चा पत्रकार भएको कारणले गर्दाखेरि यो गाडीको माया मलाई छ, किनकि मैले हरेक कुरामा पानी खाएदेखि लिएर पिसा फेरेसम्म, कपडा लगाएदेखि लिएर डटपेनको सुइरो किनेसम्म मैले सरकारलाई कर दिइरहेको छु। यो गाडी मेरो पनि हो। यस्तो बनाएर राख्न मिल्छ? एमाले मात्रै बनाउने, छतर नबनाउने, अरू जनता जनतै होइनन्, कार्यालय नै होइन। यो सुँगुरको खोरो दर्शक महानुभावहरू, वाट इज दिस? कुखुराको खोरो यो? कसले खायो नेम प्लेट? वेयर इज नेम प्लेट? गायब भयो। पत्रकार अब हामीलाई त अराजक पत्रकार भनिसक्नु भएको छ होइन? अराजकी नन अराजक भन्ने कुरा आम दर्शक महानुभावहरू, आम जनताले छुट्याउनु हुनेछ है। न्याय र अन्याय हामीलाई अराजक भन्ने नि फरक पर्दैन। हामीलाई जस्तो देखिन्छ त्यस्तै रिपोर्टिङ हामी गर्नेछौँ जनताको निम्ति, समाजको निम्ति। भ्रष्टाचारको विरुद्धमा ल हेर्नुहोस् है, सुशासनको पक्षमा कानुन बमोजिम हेर्नुहोस्, कुर्सीहरू खाली छ। उहाँ हेर्नुहोस् ल, सेवाग्राहीले सेवा नै नपाइकन फर्किन लाग्नुभयो। कति बुढो मान्छे हुनुहुन्छ, कहाँदेखि लोरो टेकेर हिँड्दै बुढो हड्डी खियाएर आउनुभएको होला। कोही कर्मचारी एमालेको झन्डा बोक्दैमा ठिक छ उहाँहरूलाई जनताभन्दा पार्टी प्यारो त भनिसक्नुभयो त अघि। रोज चाहिँ के अरे एमआइएस अपरेटर रोशन यात्रीले, हामी एमालेका सिपाही हौँ, हामीलाई पार्टी प्यारो भनेर ठुल्ठुला कुरा गरेर पुरा नाक फुलाएर छाती फुलाएर हिँड्दै गरेको देख्नुहुन्छ है दर्शक महानुभाव। तपाईँले अन्तिमसम्म भिडियो हेर्नु। तपाईँले यो मलाई देखाउनको निम्ति मात्रै ल्यापटप खोल्नु भएको त होइन? होइन त्यस्तो होइन। तपाईँ कहाँ भाग्नु भएको थियो? भाग्नु भएको थिएन? अनुमति बिना प्रवेश निषेध भन्ने छ। तर मैले चाहिँ प्रमुख प्रशासकीय अधिकृत ज्यूसँग श्रीमान अनुमति पाऊँ भन्दा हुन्छ सागरजी भन्नुभएको छ है। म कानुन बमोजिम छु, मेरो लागि कानुनभन्दा ठुलो कोही पनि छैन। ल धुलो लाग्न सक्छ है दर्शक महानुभावहरू, छुनै हुँदैन, बोल्नै हुँदैन, पोल छ। भ्रष्टाचारको विरुद्धमा बोल्नु हुँदैन, पोल छ दर्शक महानुभावहरू। सामाजिक अभियन्ता लाक्पा तामाङलाई थुने जस्तो हामी पत्रकारहरूलाई पनि थुन्न सक्छन् दर्शक महानुभावहरू। तर हामी कानुन विपरीत छैनौँ। म पसिनँ, ल पस्दिनँ पनि। चुकुल लागेको छ, म खोल्दिनँ। चुकुल देख्नुभयो? चुकुल यसलाई के भन्छन्? चुकुल भन्छन्। खिड्की ह्यान्डल अङ्ग्रेजीमा। राजन सर खोइ टेबल मुनि हुनुहुन्छ? यता खोइ टेबल मुनि पनि हुनुहुन्न दर्शक महानुभावहरू। ल प्रत्यक्ष तपाईँहरूलाई मैले देखाइरहेको छु। यो शेरबहादुर देउवाको घरमा चलेको एआईको पैसा जस्तो होइन है दर्शक महानुभावहरू। एक्सक्युज मी सर, म एक्लै रिपोर्टिङमा छु। यहाँ प्रहरी हुनुहुन्छ। मलाई सुरक्षा दिने भनेको यहाँ प्रहरी मात्रै हुनुहुन्छ। यहाँ मलाई जुनसुकै बेलामा पनि एमालेको खतरा छ दर्शक महानुभावहरू। एमालेको बिचमा बसेर मैले रिपोर्टिङ गरिरहेको छु। पालिका कर्मचारी हो, बिदा। बिदा हो? ल है, पार्टीको कार्यक्रममा जान पालिकाले बिदा दिँदो रहेछ है। ल दर्शक महानुभाव, पार्टीको कार्यक्रममा जान पालिकाले पनि बिदा दिन्छ। के अरे हामी पार्टीकै सिपाही हो। पार्टीकै सिपाही हो? नेकपा एमालेको सिपाही हो होइन त? ल कर्मचारीले समेत नेकपा एमालेको सिपाही हो भन्नुहुन्छ है। ल दर्शक महानुभावहरू हेर्नुहोस्, परिआएको बेलामा पार्टीको काम गर्ने अरे उहाँ चाहिँ पार्टीको काम गर्ने अरे। नेकपा एमाले पार्टी गरे, जनताको काम नगर्ने पार्टीको काम गर्ने उहाँ चाहिँ। ल दर्शक महानुभावहरू हेर्नुहोस्, ल नेकपा एमालेको पार्टीको सिपाही हो उहाँ चाहिँ। ल उहाँ चाहिँ पार्टीको सिपाही हो अनि जनताको काम नगर्ने, कार्यालय खाली बनाएर उहाँ चाहिँ पार्टीको एमाले पार्टीको कार्यक्रममा जाने अरे। ल दर्शक महानुभावहरू हेर्नुहोस्, ल
सागर पोखरेलले यहाँको गएर चाहिँ राम्रा विषयहरू होइन यहाँको गएर तपाईँको के गरेको विषय उठेको बसेको सुतेको टिकटक हामीले हालिदिनु पर्ने अध्यक्षज्यू अहिले नेकपा एमालेको झन्डा बोक्नु भन्दा पनि हामी राष्ट्रिय झन्डा बोक्छौँ तपाईँहरू जस्तो झोले होइन तपाईँहरूको पार्टी अध्यक्षले तपाईँहरूलाई झोले भनेको छ हेर्नुहोस् दर्शक महानुभावहरू अध्यक्षले कस्तो अराजकता मचाइराख्नु भएको छ दर्शक महानुभावहरू हेर्नुहोस् छतर गाउँपालिकामा हेर्नुहोस् दर्शक महानुभावहरू पार्टीको कार्यक्रममा उहाँ लागिराख्नु भएको छ कर्मचारी हेर्नुहोस् हामीलाई बोल्न पनि दिनुहुन्न हेर्नुहोस् है हामीलाई बोल्न पनि दिनुहुन्न हेर्नुहोस् अराजक सागर पोखरेल भन्दै हुनुहुन्छ र अहिले चाहिँ पार्टीको कार्यक्रममा उहाँ जाँदै हुन्छ सबै कर्मचारी पालिका खाली बनाएर जाँदै हुनुहुन्छ दर्शक महानुभावहरू उहाँ हेर्नुहोस् ल जनताले ठम्यायो भने हामी अराजक नै हो तपाईँहरू जस्तो भ्रष्ट होइन कार्यालयको काम छोडेर जनताको काम छोडेर जनताको तलब र भत्ता पचाएर सरकारी भत्ता पचाएर अहिले पार्टीको काममा यहाँबाट तपाईँहरूलाई मैले देखाइरहेको छु पार्टीको काममा उहाँहरू हिँडिराख्नु भएको छ ल हेर्नुहोस् दर्शक महानुभावहरू कर्मचारी जनशक्ति अनलाइन मिडियाको न्युज बुलेटिन खबरमा तपाईँहरूलाई हार्दिक स्वागत छ जनताको आवाज जनशक्ति अनलाइन मिडिया हेरेर बसिराख्नुभएका आम दर्शक महानुभावहरूमा मेरो तर्फबाट हार्दिक नमस्कार म समाचार प्रस्तोता सागर अब सुरु गरौँ न्युज बुलेटिनबाट आज 2082 साल कार्तिक 21 गते शुक्रबार तेह्रथुम जिल्लाको छतर गाउँपालिकाको कार्यालय नै अधिकांश खाली पारेर जनप्रतिनिधि र कर्मचारीहरू एमालेको झण्डा फर्र हल्लाउँदै राजनीतिक पार्टीको कार्यक्रममा हिँडेको रवैया देख्न सकिन्छ आफ्नो काम कर्तव्य अधिकार र जिम्मेवारी भन्दा ठुलो झोले कर्मचारीहरूका लागि पार्टी नै रहेछ भन्ने बुझिन्छ दर्शक महानुभावहरू हामी कार्यालयमा पुग्दा सेवाग्राहीले सेवाबाट वञ्चित भई घर फर्किँदै गरेको अवस्था देख्न सकिन्छ कुनै दिन छतर गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बुले भनेका थिए कुनै पनि कर्मचारी पार्टीको कार्यक्रममा गएको प्रमाण पुगे कारबाही गर्छु अघिल्लो भिडियोमा तपाईहरुले त्यो कुरा हेर्नु नै भएको होला सायद तर अफसोस लाज पचाएर आज उनी नै पत्रकारलाई बोल्न समेत दिदैनन् र भन्छन् पार्टीको झण्डा बोकेर एमालेको कार्यक्रममा सरिक हुनु अनि अर्कोतर्फ छतर गाउँपालिका एमआईएस अपरेटर रोशन कार्की भन्छन् म नेकपा एमालेको सिपाही हुँ भनेपछि दर्शक महानुभावहरू तपाईहरु आफै भन्नुहोस् आफै बुझ्नुहोस् छतर गाउँपालिकाको कार्यालय कर्मचारीले भरि भराउ रहेछ कि एमालेको कार्यकर्ताले छतर गाउँपालिकाको कार्यालय जनताको कार्यालय कि एमालेको पार्टी कार्यालय रहेछ त यस्तै हो भने जनताले सेवा प्रभाव पाउला त अनि पालिका अध्यक्ष भन्छन् पत्रकार अराजक भयो पत्रकार अराजक कि कर्मचारीलाई प्रभाव दबावको आफ्नो हैकमवादी सामन्ती शासन चलाउने आफ्नै वर्चस्व कायम गर्न खोज्ने कालोलाई हरियो र नीलोलाई घुर्मैलो भन्न बाध्य बनाउने छतर गाउँपालिका अध्यक्ष अराजक हेर्नुस् दर्शक महानुभावहरू आजको जस्ताको तस्तै यो रिपोर्ट दर्शक महानुभावहरू आज 2082 साल कार्तिक 21 गते शुक्रबार आज चाहिँ तेह्रथुम स्थित छतर गाउँपालिकाका केही पालिकाका कर्मचारीहरू पार्टीको झण्डा बोकेर रियालीमा जान लागिरहेछन् नेकपा एमालेको कार्यक्रम हो यो तपाईहरुलाई मैले यहाँबाट देखाइरहेको छु यहाँ जति पनि कर्मचारीहरू सामेल हुनुहुन्छ यहाँ हेर्नुहोस् दर्शक महानुभावहरू कार्यालयको काम छोडेर जनताको काम छोडेर जनताको तलब र भत्ता पचाएर सरकारी भत्ता पचाएर अहिले पार्टीको काममा यहाँबाट तपाईहरुलाई मैले देखाइरहेको छु पार्टीको काममा उहाँहरू हिँडिराख्नु भएको छ ल हेर्नुहोस् दर्शक महानुभावहरू कर्मचारी पार्टीको कार्यक्रममा यसरी हिँड्ने हो कि कर्मचारी पालिकामा बस्ने कर्मचारी कार्यालयमा बस्ने वडामा बस्ने र जनताको सेवा सुविधामा चाहिँ सहयोग पुर्याउने हो तपाईहरु आफै भन्नुहोस् ल हेर्नुहोस् अहिले राष्ट्र सेवक कर्मचारी र शिक्षकहरू पार्टीको कार्यक्रममा झण्डा बोकेर एमाले पार्टीको कार्यक्रममा रियालीमा सहभागी भइरहेको तपाईहरुलाई मैले जानकारी गराइरहेको छु देखाइरहेको छु अब केही समय पछाडि कार्यालय खाली छ कि छैन कार्यालयमा कर्मचारी छन् कि छैनन् हामी त्यहाँसम्म गएर रिपोर्टिङ गरेर सत्य तथ्य छथरे जनता सामु र अन्य पब्लिकले पनि नेपाल अधिराज्यभरि हेर्ने गरी हामी सत्य तथ्य सार्वजनिक गर्नेछौँ दर्शक महानुभावहरू कुन कर्मचारी कुन कार्यालयमा हुनुहुन्छ बिदामा को बसिया छ को छैन के छ सत्य तथ्य हामीहरू त्यहाँबाट तपाईहरुलाई रिपोर्टिङमा जानकारी गराउनेछौँ दर्शक महानुभावहरू आज नेकपा एमालेको र्याली छ यहाँ
तपाईहरुले देख्न सक्नुहुन्छ यहाँ तपाईहरुलाई मैले देखाइरहेको छु आज चाहिँ नेकपा एमालेको र्याली चाहिँ ल दर्शक महानुभावहरु यहाँ तपाईहरुलाई मैले देखाइरहेको छु ल हेर्नुस् हेर्नुस् यहाँ सदर गाउँपालिका अध्यक्ष आफै पनि यहाँ लाग्नु भएको छ र यहाँ हामीले यहाँबाट प्रत्यक्ष रिपोर्टिङ गरिरहेको छौँ यहाँ चाहिँ जनप्रतिनिधि पनि हुनुहुन्छ ल हेर्नुस् जनप्रतिनिधि पनि हुनुहुन्छ उहाँ नेपाल कम्युनिस्ट पार्टी एमालेको ब्यानर अगाडि हाम्रो जनप्रतिनिधि 4 नम्बर वडाको जनप्रतिनिधि र छतर गाउँपालिकाको अध्यक्ष पनि यहाँ हुनुहुन्छ भने यहाँनेर तपाईहरुले कर्मचारी पनि देख्न सक्नुहुन्छ छतर गाउँपालिकाको कर्मचारीहरू पनि यहाँ देख्न सक्नुहुन्छ र यहाँनेर तपाईहरुलाई हामीले प्रत्यक्ष देखाइरहेका छौँ यो आज नेकपा एमालेको र्याली छ ल हेर्नुस् अब मैले भनिसकेको छु केही बेर पछाडि हामीहरू फेरि कर्मचारीहरू पालिकाको कार्यकक्षमा हुनुहुन्छ कि हुनुहुन्न त्यो पनि हामी प्रत्यक्ष देखाउने छौँ दर्शक महानुभाव ल हेर्नुस् है आजको नेकपा एमालेको र्याली यो तपाईहरुलाई मैले छतर गाउँपालिकाबाट देखाइरहेको छु के छ आज र्यालीमा जान लाग्नु भयो ए ल हेर्नुस् ठीक छ ल हेर्नुहोस् है दर्शक महानुभावहरु उहाँ कर्मचारी चाहिँ अहिले पार्टीको झण्डा गाडीमा राख्दै हुनुहुन्छ ल हेर्नुहोस् तेह्रथुम जिल्लाको छतर गाउँपालिकाको कर्मचारी उहाँ ल हेर्नुहोस् है यहाँ पार्टीको झण्डा तपाईहरुले देख्नुभयो होला उहाँ पनि कर्मचारी ल हेर्नुहोस् है ल उहाँले त्यो बोर्डमा छेलिराख्नु भएको छ उहाँ चाहिँ ल हेर्नुहोस् देखिन्छ भनेर टाउकोमा मजेत्रो पनि बान्नु भएको रहेछ ल हेर्नुहोस् ल देख्नुभयो नि तपाईले चिन्नुभयो होला उहाँ पनि कर्मचारी हुनुहुन्छ छतर गाउँपालिकाको कर्मचारी तपाईले देखिहाल्नुभयो ल कुन कार्यक्रममा हुनुहुन्छ भनेर तपाईहरुलाई ल हेर्नुहोस् है ल कहीँ पनि क्लिप्सहरू नकाटिकन तपाईहरुलाई मैले देखाइरहेको छु पार्टीको झण्डा देख्नुभयो होला यस्तो छ अवस्था अब केही समय पछाडि यहाँबाट सुरु हुन गइरहेको छ तसर्थ सम्पूर्ण कमेन्टहरूलाई अब आफ्नो मोटरसाइकलमा गएर बन्दाई भइदिनको लागि हार्दिक अनुरोध गर्दछौँ दर्शक महानुभावहरु हेर्नुहोस् कर्मचारी चाहिँ पार्टीको झण्डा मुनि हुनुहुन्छ र उहाँ चाहिँ माइकिङ गरिरहेको अवस्था तपाईहरुले देख्न सक्नुहुन्छ ल हेर्नुहोस्
के छ आज पार्टीको कार्यक्रममा जान लाग्नु भएको छ? नेकपा एमालेको यो अराजकताको विरुद्धमा आफै अराजकता हुनुहुन्छ तपाईँ कसरी अरूलाई अराजकता भन्नुहुन्छ? क्यामेरा तेर्साउनेर पनि हुन्छ कसरी अराजकता हुन्छ? यहाँ तपाईँ आफैले भन्नुभएको छैन पार्टीको कार्यक्रममा कुनै कर्मचारी जाँदैन भनेर। जसले तपाईँको कतिवटा जिब्रो छ अध्यक्षज्यू? जसले के अरे चाहिँ क्यामेरा तेर्साउने पनि अराजकै हुन्छ। कसरी अराजकता हुन्छ? सूचना विभागले पास दिएको मान्छेलाई कसरी अराजकता हुन्छ? अराजक हुन्छ। मापदण्डको आधारमा गर्नुपर्छ। मापदण्ड छ त अध्यक्षज्यू के अनि मापदण्ड विपरीत भएन चाहिँ के अरे कर्मचारी पालिकाको कर्मचारी चाहिँ पार्टीको कार्यक्रममा जान मापदण्ड विपरीत भएन? अहिलेको कन्डिसनमा सागर पोखरेल पनि नेकपा एमालेको झण्डा कसरी कहाँ छ नेपाल नेकपा एमालेको झण्डा बोकेको कहाँ छ? सागर पोखरेल नेकपा एमालेकै यो झण्डा बोकेर हिँडेकै यो कहिलेको कुरा हो? राजीनामा तपाईँले हेर्नु भएको छ कि छैन? राजीनामा तपाईँ सामाजिक सञ्जाल हेर्नु पर्यो नि त। एमालेको झण्डा बोकेर सागर पोखरेल पनि हेर्नु पर्यो। नेकपा एमालेको झण्डा बोक्नुभन्दा हामी राष्ट्रिय झण्डा बोक्छौँ अध्यक्षज्यू। नेकपा एमालेको झण्डा बोक्नुभन्दा पनि हामी राष्ट्रिय झण्डा बोक्छौँ। तपाईँहरू जस्तो झोले होइन, तपाईँहरू जस्तो झोले होइन। तपाईँहरूको पार्टी अध्यक्षले तपाईँहरूलाई झोले भनेको छ। हेर्नुहोस् दर्शक महानुभावहरू, अध्यक्षले कस्तो अराजकता मचाइराख्नु भएको छ। दर्शक महानुभावहरू हेर्नुहोस् छतर गाउँपालिकामा हेर्नुहोस् दर्शक महानुभावहरू पार्टीको कार्यक्रममा उहाँ लागिराख्नु भएको छ। कर्मचारी हेर्नुहोस् हामीलाई बोल्न पनि दिनुहुन्न। हेर्नुहोस् है हामीलाई बोल्न पनि दिनुहुन्न। हेर्नुहोस् अराजक सागर पोखरेल भन्दै हुनुहुन्छ र अहिले चाहिँ पार्टीको कार्यक्रममा उहाँ जाँदै हुन्छ। सबै कर्मचारी पालिका खाली बनाएर जाँदै हुनुहुन्छ। दर्शक महानुभावहरू उहाँ हेर्नुहोस् ल जनताले ठम्यायो भने हामी अराजक नै हो। तपाईँहरू जस्तो भ्रष्ट होइन अध्यक्षज्यू। ल भन्नुहोस् केही कुरा भन्नु छ? केही कुरा भन्नु छ अध्यक्षज्यू? सबैभन्दा अराजक सागर पोखरेल हो। सागर पोखरेलले यहाँको के अरे चाहिँ राम्रा विषयहरू होइन, यहाँको के अरे तपाईँको के गरेको विषय उठेको बसेको सुतेको टिकटक हामीले हालिदिनु पर्ने अध्यक्षज्यू। अहिले सागर पोखरेल पनि झण्डा बोकेर अगाडि बढ्दैन। राष्ट्रिय झण्डा बोकेर अगाडि बढ्छ। राष्ट्रिय झण्डा बोकेर हिँड्छ। ल दर्शक महानुभावहरू हेर्नुहोस् ल दर्शक महानुभावहरू तपाईँहरूले देखिसक्नु भएको छ गाउँपालिका अध्यक्षको कति ठुलो रवैया र दम्ब छ। यहाँ हेर्नुहोस् आफ्नो पालिकाको कर्मचारीहरू पालिका खाली बनाएर नागरिकलाई चाहिँ सुविधाबाट वञ्चित बनाएर नेकपा एमाले पार्टीको कार्यक्रममा अहिले आम त्यहाँका कर्मचारीहरूलाई पार्टीको झण्डा बोक्न बाध्य बनाएर अगाडि बढाइरहेको अवस्था छ। दर्शक महानुभावहरू तपाईँहरूले देख्न सक्नुहुन्छ। तपाईँहरूले हामीले प्रत्यक्ष यहाँबाट देखाइरहेको छौँ र अध्यक्षको कुरा पनि सुनिसक्नुभयो होला। अध्यक्ष आफै स्वयं अहिले उकासिरहेको अवस्था छ। दर्शक महानुभावहरू ल हेर्नुहोस् तपाईँ कर्मचारी होइन, कर्मचारी हो नि पालिकाको। हान्नुहोस् मलाई ल पत्रकार हो हान्नुहोस् गाडीले सक्नुहुन्छ। हेर्नुहोस् पार्टीको झन्डै कर्मचारी हो नि। खै ल हेर्नुहोस् है दर्शक महानुभावहरू ल कर्मचारी पालिकाको कर्मचारी जनतालाई सेवा दिन छोडेर पार्टीको कार्यक्रममा पार्टीको झण्डा बोकेर गइरहेको तपाईँहरूलाई प्रत्यक्ष देखाइरहेको छु। दृश्य छतर गाउँपालिका शुक्रबारेबाट। ल हेर्नुहोस् कतिसम्मको अराजकता छ, कतिसम्मको नागरिकमाथि र पत्रकारमाथिको अराजकता छ। हेर्नुहोस् दर्शक महानुभावहरू छतर गाउँपालिकाले समेत पत्रकारलाई अभद्र व्यवहार अन्तर्गत उहाँले पत्रकार समेत अराजकता हो भनेर गइसक्नु भएको तपाईँहरूलाई मैले दृश्य देखाइरहेको छु। हेर्नुहोस् तपाईँ पनि पालिका कर्मचारी हो नि? पालिका कर्मचारी हो। बिदा बिदा हो। ल है पार्टीको कार्यक्रममा जान पालिकाले बिदा दिँदो रहेछ है। ल दर्शक पार्टीको कार्यक्रममा जान पालिकाले बिदा दिन्छ। के अरे हामी पार्टीकै सिपाही हो। पार्टीकै सिपाही हो। नेकपा एमालेको सिपाही हो होइन त? ल कर्मचारीले समेत नेकपा एमालेको सिपाही हो भन्नुहुन्छ है। ल दर्शक महानुभावहरू हेर्नुहोस् परिआएको बेलामा पार्टीको काम गर्ने अरे उहाँ चाहिँ पार्टीको काम गर्ने अरे। नेकपा एमाले पार्टी गरे, जनताको काम नगर्ने पार्टीको काम गर्ने उहाँ चाहिँ। ल दर्शक महानुभावहरू हेर्नुहोस् ल नेकपा एमालेको पार्टीको सिपाही हो उहाँ चाहिँ। ल उहाँ चाहिँ पार्टीको सिपाही हो अनि जनताको काम नगर्ने कार्यालय खाली बनाएर उहाँ चाहिँ पार्टीको एमाले पार्टीको कार्यक्रममा जाने अरे। ल दर्शक महानुभावहरू हेर्नुहोस् ल
तपाईँहरूले देखिराख्नु भएको छैन तपाईँहरूलाई प्रत्यक्ष देखाइरहेको छु मैले म एक्लै रिपोर्टिङमा छु यहाँ प्रहरी हुनुहुन्छ मलाई सुरक्षा दिने भनेको यहाँ प्रहरी मात्रै हुनुहुन्छ यहाँ मलाई जुनसुकै बेलामा पनि एमालेको खतरा छ दर्शक महानुभावहरू एमालेको बिचमा बसेर मैले रिपोर्टिङ गरिरहेको छु पोखरी पञ्चकन्नी अनि के को लागि आउनुभएको थियो यो जस्ताको लागि जस्ता पाता अनि कर्मचारी भेट्नुभयो खै भेटिएन त भर्खर आएको भनेपछि कर्मचारी नै छैनन् ए अहिले कति बज्यो होला तपाईँलाई थाहा छ त्यही 1 बजे होला नि 1 बजे होला है अब खाजा खान गएका छन् भन्ने कुरा हुन्छ होला खाजा खान गएका छैनन् कर्मचारी नेकपा एमालेको पार्टीको झन्डा बोकेर र्यालीमा गएका छन् तपाईँले बुझ्नु होला बुझ्नुभयो नि एमालेको पार्टीको झन्डा बोकेर कर्मचारी तपाईँहरूको सेवा दिने ठाउँमा सेवा नदिकन यो कार्यालय छोडेर आज र्यालीमा गएका छन् तपाईँ त सेवाबाट वञ्चित भइसक्नुभयो बुझ्नुभयो नि त्यस्तो छ तपाईँको नाम के हो गङ्गाबहादुर के लिम्बू गङ्गाबहादुर लिम्बू अनि दर्शक महानुभावहरू देख्नुभयो होइन अनि हेर्नुहोस् त यहाँ त कस्तो मिठो गाना बजिरहेछ सर नमस्कार कार्यालयको काम कस्तो चल्दैछ हामी इभ्यालुएसनमा लागेको छौँ त्यही गरिरहेछौँ ल ठिक छ ल हाम्रो प्रमुख प्रशासकीय अधिकृतज्यू हुनुहुन्छ कि हुनुहुन्न आज हुनुहुन्छ ल ठिक छ म कहाँ छु म कहाँबाट रिपोर्टिङ गरिरहेको छु कसको निम्ति रिपोर्टिङ गरिरहेको छु के का लागि रिपोर्टिङ गरिरहेको छु मेरो रिपोर्टिङको उद्देश्य के हो मैले आम जनताको निम्ति रिपोर्टिङ गरिरहेको छु खोइ आज कर्मचारी कहाँ गए कर्मचारी खोइ हेर्नु दर्शक महानुभावहरू तपाईँहरूलाई हामी पारदर्शिताका साथ छर्लङ्ग देखाउनेछौँ पारदर्शिताका साथ पत्रकारले ढाँट्यो छलो एडिट गर्यो भन्नुहुन्छ होला कदापि नसम्झिनु होला हामी 2 पैसामा 2 कौडीमा बिक्ने झोले पत्रकार होइन दर्शक महानुभावहरू हामी यो देश र जनताको निम्ति र यो माटोको निम्ति सुशासनको पक्षमा भ्रष्टाचारको विरुद्ध लड्ने र सत्यको पक्षमा सदैव जेल हतकडी खेप्न सक्ने पत्रकार हो दर्शक महानुभाव हेर्नुहोस् आज म छतर गाउँ कार्यपालिकाको कार्यालय शुक्रबारे तेह्रथुममा छु म अहिले प्रमुख प्रशासकीय अधिकृतज्यूसित गएर भेट्छु आउनुहोस् सर नमस्कार अशोक पराजुली चिफ एडमिनिस्ट्रेटिभ अफिसर हुनुहुन्छ है यहाँ दर्शक महानुभावहरू हामीले थोरै क्लिप्स लिने अनुमति लियौँ है सर हुन्छ सर प्लिज क्लिप्स लिइसकेपछि अनि संवादमा हामी जोडौँ त्यसपछि आउनुहुन्छ हजुर हामीले अनुमति लिइसक्यौँ दर्शक महानुभावहरू अब हामी 1 नम्बर कोठाबाट स्टार्टिङ गर्छौँ 1 नम्बर कोठा तलबाट होइन सर यताबाट मैडम नमस्कार ठीक छ नमस्कार सर नमस्कार हजुरको शुभ नाम मनकाजी कटेल काममा व्यस्त हुनुहुन्छ हामी उहाँलाई डिस्टर्ब नगरौँ उहाँ काममा व्यस्त हुनुहुन्छ मनकाजी सर 2टा कुर्सी खाली छ एकजना चाहिँ हाम्रो केशर घोर्सानी एजेन्सी शाखा प्रमुखको हो हजुर उहाँ अघि आउनुभएको थियो अहिले कतै जस्तो जानुभयो होला उहाँ दिपक सरलाई पनि मैले देखेको थिएँ तर अहिले कता निस्किनु भयो होला सायद आउन चाहिँ 2 जना आउनुभएको थियो भर्खरैको कुरा हो ए आज युनिफर्म हजुरको रहेन रहेछ आइडी कार्ड पनि रहेन रहेछ के समस्या पर्यो होइन समस्या भन्दा पनि शुक्रबार चाहिँ आज कसैको पनि हुँदैन सायद त्यो एक दिन चाहिँ हामीले त्यसलाई सरसफाइ गर्ने गरी गर्नेछौँ त्यो त्यस्तै नै प्रचलन छ सायद कसैले पनि लाउनु भएको छैन होला इन्फर्मेसनको लागि थ्याङ्क यू सर मनकाजी सर हुँदो रहेछ यहाँनिर होइन यो भनेको केशर घोर्सानी एजेन्सी शाखा प्रमुख रहेको ब्रान्च हो है यो स्टोर ब्रान्च हामी चाहिँ हेरिरहेको छु योजना शाखा हो कर्मचारी होइन हजुरको शुभ नाम मेरो डमर कुमारी अस्ति डमर कुमारी अस्ति ल ठिक छ उहाँ ड्युटीमै हुनुहुन्छ ल ठिक छ यहाँ चाहिँ प्रदीप चौलागाई लागेको छ ताल चाहिँ हेर्नुहोस् है आर्थिक प्रशासन शाखा तपाईँहरूलाई देखाइरहेको छु अब यसभित्र पस्न नसकिसकेपछि अब हामीले केही भन्न सकेनौँ उहाँ हाकिम साहब भइहाल्नु प्रमुख प्रशासकीय अधिकृत उहाँ कार्यकक्षमै हुनुहुन्छ
नमस्कार हजुर कुन शाखाको म प्राविधिक शाखा प्राविधिक शाखाको ए भनेपछि काममा हुनुहुन्छ हजुर थ्याङ्क यू ल हामी प्रशासन शाखामा छौँ है एक्सक्युज मी सर एक्सक्युज मी सर एक्सक्युज मी एक्सक्युज मी एक्सक्युज मी सर एक्सक्युज मी खोइ त कोही हुनुहुन्छ कोही हुनुहुन्न ल अब रामबहादुर कुँवर प्रशासकीय अधिकृत प्रशासन शाखा प्रमुख हुनुहुन्छ यहाँ दर्शक महानुभावहरू गाउँपालिकाको कार्यकक्षमा कर्मचारी अथाह भर्ना गरिएको करारबाट पनि ननिकालिएको अवस्था छ तालुक मन्त्रालयको निर्देशन नमान्ने गाउँपालिका अध्यक्ष प्रमुखको अराजकता कति छ तपाईँहरूले देख्नुभएको छ होला सम्भवतः उहाँ कस्तो तरिकाले चाहिँ पिलेर जानुहुन्छ राजनीतिक हिसाबले तपाईँहरूले देख्नुभएको छ होला दर्शक महानुभावहरू देख्नुभएको छैन भने यो भिडियो अन्तिमसम्म हेर्नु तपाईँले देख्न सक्नुहुन्छ पत्रकारलाई समेत अभद्र व्यवहार अन्तर्गतले उहाँले हप्कीदप्की गर्नुहुन्छ उहाँले त के गर्नुहुन्छ अहिले भन्न मन थियो तर म सभ्य भाषामा सभ्य तरिकाले कानुन बमोजिम रीतपूर्वक प्रस्तुत भइरहेको छु दर्शक महानुभावहरू तपाईँहरूले हेर्नु होला यहाँका यावत सरकारी खातापाता स्ट्याम्प डटपेन क्यालकुलेटरले र कुर्सीले रुँदै रुँदै पर्खिरहेको छ दर्शक महानुभावहरू यहाँ खोइ सेवाग्राहीले सेवा पाएको छैन खोइ त कर्मचारी अब हामी अर्को कार्यकक्षमा जाउँ नेक्स्ट कार्यकक्षमा जाउँ यो प्रशासन शाखा 4 नम्बरमा हामी पुग्यौँ तारा खरेल ढकाल उहाँ त पक्कै पनि हुनुहुन्न त्यो त हामीलाई थाहा छँदैछ उहाँ त नहुनु भएको त 2.5 महिना नै भइसक्यो कहाँ जानुहुन्छ अत्तो पत्तो नै छैन उपाध्यक्षज्यू हुनुहुन्न उहाँ कुर्सी खाली छ है ल दर्शक महानुभावहरू प्रत्यक्ष तपाईँहरूलाई मैले देखाइरहेको छु यो शेरबहादुर देउवाको घरमा जलेको एआईको पैसा जस्तो होइन है दर्शक महानुभावहरू यो क्लियर कुर्सी खाली भएको अवस्था तपाईँहरूलाई मैले देखाइरहेको छु अब तपाईँहरू आफै मूल्याङ्कन गर्नुहोस् आफै भन्नुहोस् पत्रकारलाई गाली गर्ने भए गर्नुहोस् कसलाई गाली गर्न मन लाग्छ कसलाई स्याबास दिन मन लाग्छ तपाईँहरू दिनुहोस् हामी केही भन्दैनौँ प्रवक्ता राजन नेपाली है उहाँ प्रवक्ता हो कि उहाँ गुन्डा हो कि उहाँ ठेकेदार हो कि अब गुन्डा नभनौँ भने तेरा खुट्टा भाँचिदिन्छु भन्नुहुन्छ नागरिकलाई ठेकेदार होइन भनौँ भनेदेखि चारतिर उहाँको ठेक्कापट्टा परिरहेको हुन्छ के हो बुझ्नै सकिँदैन दर्शक महानुभावहरू भेरिफाई नै हुन सकिएको छैन क्लियरिफाई नै हुन सकिएको छैन जस्टिफाई नै पो हुन सकिएन त म आफै अन्यलमा छु अनि जनता कसरी अन्यलमा पर्दैन दर्शक महानुभावहरू ल आउनुहोस् त राजन सर खोइ टेबल मुनि हुनुहुन्छ यता खोइ टेबल मुनि पनि हुनुहुन्न दर्शक महानुभावहरू ल यहाँको कर्मचारी एकजना सुमन भन्ने हुनुहुन्थ्यो एकजना पत्रकार पनि भन्नुहुन्थ्यो है उहाँले चाहिँ अब बिचरा उहाँले चाहिँ म पत्रकार होइन म कर्मचारी हो आजदेखि म कर्मचारी भएर बस्छु पत्रकार हुँदिनँ भनेर भन्नुभएको विनोद भट्टराई भाइ हुनुहुन्थ्यो एकजना यहाँनिर कर्मचारी है उहाँलाई म सम्मान नै गर्छु रेस्पेक्टेड ब्रदर हो त्यो भएको कारणले गर्दाखेरि अब उहाँ पनि हुनुहुन्न उहाँ बा फोटो खिच्न जानुभयो कि भन्नै सकिँदैन त्यो भरेभरि मात्रै थाहा हुन्छ तर यहाँको कर्मचारी एकजना सुमन भन्ने हुनुहुन्थ्यो नि सुमन लिम्बू लेडिज उल्टीपुल्टी गर्न जान्दिनँ पनि भन्नुहुन्थ्यो अस्तिको भिडियोमा सुन्नुभयो होला उहाँ अघि मैले भिडियो खिच्दाखेरि पार्टीको कार्यक्रममा जाँदै हुनुहुन्थ्यो मुख छोक्नु भएको थियो देख्छ कि जस्तो गरेर ब्यानरमा लुक्नु भएको थियो तर मैले त देखिनँ दर्शक महानुभावहरू निर्दोष क्यामेराले देखेको छ जनशक्ति अनलाइन मिडियाको अब हेर्नुहोस् सन्तवीर लिम्बू अध्यक्ष है उहाँ चाहिँ कर्मचारीलाई प्रभावमा पारेर नेकपा एमालेको झन्डा बोकाएर कार्यक्रममा दौडाउने एकजना नाइके जस्तै हुनुहुन्छ उहाँ दर्शक महानुभावहरू पत्रकारलाई अराजकता भो भन्ने हुनुहुन्छ उहाँ पार्टीको झन्डा बोकेर आइज मेरो कार्यक्रममा भन्नुहुन्छ उहाँ भन्ने के दर्शक महानुभावहरू अध्यक्षज्यूको कार्यकक्षमा चुकुल लागेको छ म खोल्दिनँ चुकुल देख्नुभयो चुकुल यसलाई के भन्छन् चुकुल भन्छन् खिड्की ह्यान्डल अङ्ग्रेजीमा अब हेर्नुहोस् मैले ओपन गरेँ यहाँ के छ म पसिनँ ल पस्दिनँ पनि उहाँको कार्यकक्ष क्यामेराम्यानले भित्र यहाँबाट देखाउनुहोस् ल सङ्घारबाट देखाउनुहोस् है यो हामीलाई हेर्नु पनि छैन यो आम छथरे दर्शक महानुभावहरूले आम जनताले हेर्नुहोस् उहाँको कुर्सी खाली छ उहाँ कहाँ जानुभयो पार्टीको कार्यक्रममा जानुभयो उहाँ कहाँ जानुभयो मार्क्सवाद लेनिनवाद माओवाद कुनी के इस्लामाबाद जिन्दाबाद मुर्दाबाद भन्दै कुद्दै हुनुहुन्छ अहिले दर्शक महानुभावहरू हेर्नुहोस् है पार्टीको झन्डा बोकेर एमालेको झन्डा बोकेर सर्र गाडीमा चिल्लो गाडीमा सुइया कुद्नुहुन्छ धुलो लाग्न सक्छ है दर्शक महानुभावहरू छुनै हुँदैन बोल्नै हुँदैन पोल छ भ्रष्टाचारको विरुद्धमा बोल्नु हुँदैन पोल छ दर्शक महानुभावहरू सामाजिक अभियन्ता लाक्पा तामाङलाई थुने जस्तो हामी पत्रकारहरूलाई पनि थुन्न सक्छन् दर्शक महानुभावहरू
तर हामी कानुन विपरीत छैनौँ। ल हेर्नुहोस्, भाषण विज्ञान आइपुग्यो भने विज्ञानले भाषण ल हेर्नुहोस्, आउनुहोस्। अब हामी पल्लो छेउसम्म पुगौँ है त। हामी यताबाट छिरेर उता निक्लिन्छौँ। नमस्कार। हजुर नमस्कार। नमस्कार हजुर नमस्कार। हजुरको नाम दिनेश? मेरो दिनेश हो। दिनेश के पो? कुला कार्यालयको काम हुँदैछ नि है? ए आज शुक्रबारको दिन चाहिँ ड्रेस मनकारी सरले पनि भन्नुभएको थियो आज शुक्रबार चाहिँ हामीले यसो सरसफाइको अभियान राखेको छौँ भनेर भन्नु के ठिक हो? सत्य? ठिकै। ठिक छ। भनेपछि तपाईँ ढुक्कै कार्यालयमै बस्नु भएको छ। हेर्नु त असल कर्मचारी है, असल कर्मचारी, पार्टीको झन्डा नबोक्ने कर्मचारी। यहाँको कतै जानुभयो तपाईँलाई जानकारी छ? रिवत सर चाहिँ 22 गतेसम्म बिदा स्वीकृत गरेर जानुभएको छ। अनि एन्जल सर चाहिँ आज तीर्थमको उसमा पार्टीको कार्यक्रममा जानुभएको छ, नेकपा एमाले पार्टीको कार्यक्रममा। बिदा के अरे स्वीकृत गरेर जानुभएको छ, तालिम छ भन्दै हुनुहुन्थ्यो, माथि बुझ्न सक्नुहुन्छ। ए ठिक छ, उहाँको तालिम कस्तो रहेछ भरे चाहिँ भिडियो फोटो आयो भने नि थाहा हुन्छ। तपाईँलाई घाँटेर गएको पनि हुनसक्छ नि त होइन, हामीले सबै कुरा बुझ्न सक्छौँ। ऊ चाहिँ बनाउँदै हुनुहुन्थ्यो होइन, तालिम लेटर चाहिँ बनाउँदै हुनुहुन्थ्यो, माथि बुझ्न चाहँदाखेरि म माथि हुन पनि सक्छु। ठिक छ। अब जजले ढाँटे पनि हाजिरले पक्का बोल्ने हामी हाजिर पनि हेर्न सक्छौँ होइन। अनुमति बिना प्रवेश निषेध भन्ने छ, तर मैले चाहिँ प्रमुख प्रशासकीय अधिकृत ज्यूसँग श्रीमान अनुमति पाऊँ भन्दा हुन्छ सागरजी भन्नुभएको छ है। म कानुन बमोजिम छु, मेरो लागि कानुनभन्दा ठुलो कोही पनि छैन। ल दर्शक महानुभाव, कुर्सी खाली हेर्नु त, यस्तो पनि हुन्छ। ल आउनुहोस्। तपाईँ कहाँ भाग्नु भएको थियो? भाग्नु भएको थिएन? ए के छ? ठिक छ। तपाईँलाई कसैले फोन गरेर सागर आयो भन्दा त भागेर कुदेर आउनु भएन नि? त्यसो होइन। सन्दीप ढकालै रोजगार संयोजक, उहाँ पहिले त पार्टीको कार्यमा कुद्नुहुन्थ्यो, आजभोलि सचेत हुनुभएछ क्या अरे सायद। कार्यकक्षको काम चल्दैछ? हजुर एकदम चल्दैछ सर। म लोकेश लिम्बू, प्राविधिक सहायक। प्राविधिक सहायक चल्दैछ काम। तपाईँले यो मलाई देखाउनको निम्ति मात्रै ल्यापटप खोल्नु भएको त होइन? होइन त्यस्तो होइन। अप टु डेट रहनु भने हामी जतिसुकै खेर पनि छड्के सिकाउन सक्छौँ, कुद्नु पनि हुन्छ त। तपाईँले एकदम जनताको सेवामा चुस्त दुरुस्त खटिदिनु होला, हाम्रो अपेक्षा नै त्यही छ। हस् त है। हामीले यहाँ पनि कार्यकक्ष हेरिसक्यौँ। उहाँ हेर्नुहोस् त दर्शक महानुभावहरू, उहाँ हेर्नुहोस्। लु सेवाग्राहीले सेवा नै नपाइकन फर्किन लाग्नुभयो। कति बुढो मान्छे हुनुहुन्छ, कहाँदेखि लोरो टेकेर हिँड्दै बुढो हड्डी खियाएर आउनुभएको होला। कोही कर्मचारी एमालेको झन्डा बोक्दैमा ठिकै छ उहाँहरूलाई जनताभन्दा पार्टी प्यारो त भनिसक्नुभयो त अघि। रोज चाहिँ के अरे एमआइएस अपरेटर रोशन यात्रीले हामी एमालेका सिपाही हौँ, हामीलाई पार्टी प्यारो भनेर ठुल्ठुला कुरा गरेर पुरा नाक फुलाएर छाती फुलाएर हिँड्दै गरेको देख्नुहुन्छ है दर्शक महानुभाव। तपाईँले अन्तिमसम्म भिडियो हेर्नु। ठाकुर प्रसाद कार्की अधिकृत स्तर छैनौँ, सामाजिक विकास अधिकृत, सामाजिक विकास शाखा प्रमुख। सर नमस्कार। कार्यालयको काम चल्दैछ सर? चल्दैछ, हाम्रो चल्दैछ र यही कार्यालयमै हुनुहुन्छ नि? म यही कार्यालय। हजुरको शुभ नाम बताइदिनुहोस्। मेरो नाम अङ्कित थापा, कर्मचारी नै हो। ए हामी डिस्टर्ब नगर्ने। दर्शक महानुभावहरू, अब हामी हेर्दै जाउँ है। तपाईँहरूलाई मैले प्रत्यक्ष देखाइरहेको छु है, यहाँ छलकपट काहीँ पनि छैन। पत्रकारलाई गाली गर्ने भए गर्नुहोस्, मैले भनिरहेको छु दर्शक महानुभावहरू, मैले भनिरहेको छु। कृषि शाखामा तपाईँ नै हुनुहुन्छ नि होइन? नमस्कार। दुईवटा कुर्सी खाली छन्, कहाँ गए कर्मचारी? सर बिदामा हुनुहुन्छ। बिदामा हुनुहुन्छ? ए दुईजना मात्रै हो? अनि पालिकाले कर्मचारी त टन्नै नियुक्ति गरे देखिन्छ त लिस्टमा त है। ठिक छ, अब उहाँ कहाँ जानुभयो थाहा छैन। अब भरे पार्टीको झन्डा बोक्दै गरेको देखियो भने त्यतिखेर थाहा हुन्छ। पार्टीमा कार्यक्रममा जानुभएछ, मार्क्सवाद लेनिनवाद माओवाद इस्लामाबाद जिन्दाबाद भन्दै।
जानुभएछ भन्ने कुरा पुष्टि हुन्छ। ल तपाईँ त कार्यालयको काममा खटिनु भएको रहेछ, तपाईँलाई हामी डिस्टर्ब गर्दैनौँ, काम गर्नुहोस्। धन्यवाद। प्राविधिक शाखामा अघि हामी गइसकेका छौँ, राजस्व शाखामा हामी छौँ है। ल नमस्कार म्याडम। हजुरको शुभ नाम? निमा सुब्बा। कार्यालयमै हुनुहुन्छ कि तपाईँ काम नै गर्दै हुनुहुन्छ नि? हजुर। कुर्सी त दुइटै खाली छ सर, बिरामी हुनुहुन्छ कि माथि प्रशासन नभए प्रमुख प्रशासकलाई थाहा हुन्छ। बिरामी हुने मान्छे कथम कदाचित सूर्य चिन्हको झन्डा बोकेर गुडुडु कुद्दै गरेको देखियो भने दर्शक महानुभावहरू तपाईँहरूले छुट्याउनु होला यसको मूल्याङ्कन न्याय र अन्याय। ल तपाईँलाई धन्यवाद। ल अहिले हामी कहाँ आइपुग्यौँ तपाईँलाई थाहा छ? हामी छतर गाउँपालिका शुक्रबारे बजारको रोशन कार्की एमआइएस अपरेटर सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुखको कार्यकक्षमा आइपुग्यौँ। राम्रोसँगले तपाईँहरूले दृश्य निहाल्नु होला है। ल रोशन सर, एक्सक्युज मी, रोशन सर खोइ? वेयर इज रोशन सर? सायद पक्कै पनि सिसिटिभी फुटेजमा छतर गाउँपालिका अध्यक्षज्यूले पत्रकार, अब हामीलाई त अराजक पत्रकार भनिसक्नु भएको छ होइन, अराजकी नन अराजक भन्ने कुरा आम दर्शक महानुभावहरू आम जनताले छुट्याउनु हुनेछ है न्याय र अन्याय। हामीलाई अराजक भन्ने नि फरक पर्दैन, हामीलाई जस्तो देखिन्छ त्यस्तै रिपोर्टिङ हामी गर्नेछौँ जनताको निम्ति, समाजको निम्ति, भ्रष्टाचारको विरुद्धमा। ल हेर्नुहोस् है, सुशासनको पक्षमा कानुन बमोजिम हेर्नुहोस्, कुर्सीहरू खाली छ, कुर्सीहरू खाली छ। तपाईँहरूलाई मैले देखाइरहेको छु। यो रोशन कार्की बस्ने यहाँ अगाडि नाउँ पढाउँ त, यहाँ खोइ त नेम प्लेट पनि छैन त। कसले खायो नेम प्लेट? वेयर इज नेम प्लेट? गायब भयो। आम्मामा वाट इज दिस? बोर्डिङ स्कुल हो यो? यहाँ हेर्नुहोस् त क्यामेराम्यान, बाफ्रे कोरेको कोरे कोरेको कोरे कोरेको कोरे कोरेको कोरे। नर्सरी क्लास त होइन पक्कै यो, हो यहाँको कम्प्युटर ल्यापटप स्यापटप यहीँ रहेछ, ल्यापटप त नेम प्लेट पनि छैन, कार्यालय हो कि के हो? कुखुराको खोर हो यो दर्शक महानुभावहरू, यस्तो छरिया छ त। यहाँ हेर्नुहोस् त लु, अब के भन्ने, नभनौँ केही पनि। दर्शक महानुभावहरूले आफै देख्नुहुन्छ, यो भिडियो हेर्ने आम दर्शक महानुभावहरूले आफै देख्नुहुन्छ यहाँको के छ कसो छ, हामी केही पनि भन्दैनौँ। अब भन्यो भने छुचो हुन्छ, भनिँदैन। ल दर्शक महानुभावहरू हेर्नुहोस् है, रोशन कार्की उहाँ नै हो है। अहिले के भन्दै हुनुहुन्थ्यो? म पार्टीको सिपाही हुँ। दर्शक महानुभावहरू, म पार्टीको सिपाही हुँ, नेकपा एमाले पार्टीको सिपाही हुँ, हामी परेको बेलामा हामी नेकपा एमालेलाई साथ दिन्छौँ भनेर पट्ट झन्डा फरफराएर हिँड्दै गरेको तपाईँले देख्नु पनि। आज एकजना बुढा बाबे रुँदै रुँदै सेवा नपाएर यहाँबाट फर्किँदै गरेको पनि तपाईँले देख्नु पनि। अब पत्रकारलाई गलत भन्नुहोस्, अब पत्रकारलाई गलत भन्नुहोस्। दर्शक महानुभावहरू, स्वास्थ्य शाखा गिरिराज खड्का, नमस्कार सर। गिरिराज खड्का होइन? हजुर हस्। काम हुँदैछ सर? काम हुँदैछ सर। एउटा कुर्सी त खाली पो छ त। यो हाम्रो एकजना सहायक कर्मचारी जुन चाहिँ भयो अहिले अस्पताल जानुभएको छ सदर अस्पताल। के नाम अरे उहाँको? सीताराम श्रेष्ठ। ए सीताराम श्रेष्ठ। ल काम गर्दै हुँदोरहेछ सरले। ल ठिक छ, अस्पताल जानुभएको छ अरे उहाँ, कुर्सीमा हुनुभएको मान्छे। ल सर, हामीले काममा डिस्टर्ब गरेनौँ है? यस पछाडि कुनै शाखाहरू छैन है? ल हामीले देखाइसक्यौँ। अब यहाँ चाहिँ कचडा मचडा छ, यो सरसफाइ गर्नुपर्ने हो खासमा चाहिँ होइन। आउनुहोस् त क्यामेराम्यानले यता देखाउनुहोस्। ल यो सरसफाइ गर्नुपर्ने हो नि त खासमा। यो टावर सावर पनि छ, पक्कै पनि यो टावरको मेटेरियलहरू होला होइन, वेस्टेज मेटेरियलहरू होला। यो सम्बन्धित पालिकाले चाहिँ यो यस्तो कचडा चाहिँ राख्न पाइएन, यो चाहिँ फोहोर भयो, यसलाई व्यवस्थित गर्नु पर्यो भनेर सम्बन्धितले भन्नुपर्ने हो। उहाँलाई कहाँ भन्ने फुर्सद छ त? पार्टीको झन्डा टट पारेर हिँड्ने भयो। उहाँलाई चुनावमा भोट चाहिए भयो, जनता मरोस् बाँचोस् मतलब छैन उहाँलाई। दर्शक महानुभावहरू, पार्टीका क्याडरहरूले मात्रै, पार्टीका एजेन्डा बोक्ने उहाँको समर्थक मात्रै, उहाँले भनेको मान्नेले मात्रै जस्ता पात्ता पाउँछ, उहाँकोले भनेको मान्छेले मात्रै रासायनिक मल पाउँछ, बिउ पाउँछ, हाते ट्र्याक्टर पाउँछ, सिमेन्ट पाउँछ, के पाउँछ पालिकाबाट पाउँछ। तर फरक विचार राख्नेले एक पैसा पाउँदैन, एउटा धागो पाउँदैन, एउटा सेवा सुविधाबाट वञ्चित हुन्छ। योग्यता र क्षमताका आधारमा यहाँ जागिर खान सक्दैन। करारका कर्मचारी अहिलेसम्म तालुक मन्त्रालयबाट निर्देशन भए बमोजिम निकाल्न नसकेको अवस्था छ। सबैलाई पार्टीको रवैयामा जागिर खुवाएको अवस्था छ। दर्शक महानुभावहरू, आज कहाँ छन् कर्मचारी?
जतिसुकै ढाँटे पनि देखिने कुरा हो। सत्य कहिले पनि लुक्दैन। एकछिन क्षणभरलाई रुक्ला, एकछिन क्षणभरलाई हाइड होला, तर त्यो सत्य आफै बाहिर निस्किन्छ। अहिले बिरामी छु भनेको कर्मचारी भरे सूर्य चिन्हको झन्डा बोकेर पार्टीको कार्यक्रममा कुद्दै गरेको भेटियो भने दर्शक महानुभावहरू तपाईँहरूलाई हामीले जनशक्ति अनलाइन मिडियाबाट प्रत्यक्ष देखाउनेछौँ। तपाईँहरू आफै विचार गर्नु होला, आफै बुझ्नु होला कर्मचारी कहाँ गए भनेर। तपाईँहरूलाई थाहा छ कि छैन? हामीले लगभग जति पनि कार्यकक्षहरू छन् नि हामीले रिपोर्टिङ गरिसक्यौँ, तपाईँहरूलाई देखाइसक्यौँ है। अब यहाँ हेल्प डेस्कमा के हुन्छ तपाईँलाई थाहा छ? यहाँ केही कुरा जानेन सेवाग्राहीले भने, केही कुरा जानेन नागरिकले बुझेन भने कार्यालयको कामको विषयमा हेर्नुहोस् है, यहाँ बसेको हुन्छ नि मान्छे, कर्मचारी राखेको हुन्छ नि। यहाँको कर्मचारी यो थर्मस हो, यहाँको कर्मचारी यो गिलास हो, यहाँको कर्मचारी यो फाटेको कुर्सी हो। दर्शक महानुभावहरू आउनुहोस्, ताला झुन्डाइएको छ। हेल्प डेस्कमा ताला हुन्छ? नागरिकले सेवा सुविधा कहाँबाट पाउने? कसलाई गएर सोध्ने? हेल्प डेस्कमा खोइ कर्मचारी। पालिकाले कर्मचारी नियुक्ति गरेका छ करारमा, खुरुखुरु पार्टीका क्याडर्सहरू आज कहाँ गए? पार्टीको झन्डा बोकेर कार्यक्रममा गए दर्शक महानुभावहरू। तर सेवाग्राहीले सेवा पाउँदैन। यो पार्टी कार्यालय हो कि छतर गाउँपालिकाको कार्यालय, जनताको कार्यालय हो? दर्शक महानुभावहरू हेर्नुहोस् है, पत्रकारलाई गाली गरे पनि हुन्छ, केही फरक पर्दैन। हामीले सत्य बोल्दा गाली खान्छौँ भने हामी गाली खान तयार छौँ। आउनुहोस्, अब हामी अर्को कार्यालयमा जाँदैछौँ। तपाईँहरूलाई हामी सबै कार्यालय देखाउँछौँ। हामी झुटो देखाउँदैनौँ, हामी एआई देखाउँदैनौँ। शेरबहादुर देउवाको घरमा डढेको पैसा एआई हो भन्छ नि, अब एआई हो कि उआई हो हामीलाई थाहा भएन, तर हामी त्यस्तो चाहिँ देखाउँदैनौँ। ल मोबाइलमा व्यस्त हुनुहुन्छ कि पढ्नमा व्यस्त? देख्नु भएन किताब? अनि उ देख्नु भएन मोबाइल? यो के मोबाइल के हो? यो भिडियो कल हो? यो गेम खेल्नु? हजुरको शुभ नाम बताइदिनुहोस् न। किन र बताइराख्नुपर्छ भाइ? ए नबताउने? मेरो नाम नि थाहा छैन तपाईँलाई? तपाईँ भनेपछि कर्मचारी होइन? म कर्मचारी हो त। ए त्यही त, शुभ नाम बताइदिनुहोस् न। किन? मेरो नाम जयन्ता लिम्बू हो। ए ल, भनेपछि कार्यालयमै हुनुहुँदो रहेछ। अन्यथा नलिनु होला है, मैले सोधेको मात्रै हो, तपाईँ नरिसाउनु होला। किन रिसाउनु? हामी रिसाए पनि तपाईँकै मुख कालो हुन्छ है। किन हाम्रो मुख कालो हुन्छ? तपाईँ चाहिँ रिसा एकदम झोकी पारा ल्याउनु। हामी झोकिँदैनौँ, हामी सत्य तथ्य के हो तपाईँसित बुझ्न खोज्न मात्रै आएको हो, कर्मचारी भएको हिसाबले है। राम्रो छ त, थ्याङ्क यू। छतर गाउँपालिका गाउँ कार्यपालिका कार्यालय शिक्षा युवा तथा खेलकुद शाखा। अब यहाँ कोही हुनुहुन्न जस्तो छ है। धनबहादुर थापा शिक्षा अधिकृत छैठौँ। सबै कुर्सी खाली छ, कम्प्युटर खोइ त सबै अफ छ, गिलास पनि दुईवटा छ। यहाँ त सबै यत्रतत्र सामग्री छरिएको छ। अनि भन्ने के, गर्ने के, कसलाई सुनाउने वेदना, कसलाई चाहिँ अब यो विषयमा चाहिँ उजुर बाजुर गर्ने के भन्ने, खोइ कार्यालय प्रमुखले त हामीलाई अनुमति दिनुभयो रिपोर्टिङको निम्ति, तर यो पालिकाको प्रमुख नै भन्नुहोस् त। तपाईँहरूले भिडियो हेरेर थाहा पाउनुहुन्छ, हामी यो विषयमा नभनौँ होला। के पो भन्नुभयो हजुरले? उतै त हामीले भेटेनौँ, उतै त हामीले रिपोर्टिङ गरेर आइसक्यौँ। दर्शक महानुभावहरू हेर्नुहोस् है। ल अब हेर्नुहोस् है, यो बोर्ड देखाउनुहोस् त, यो बोर्ड देखाउनुहोस्। पार्टीको झन्डा प्रिन्ट गर्नलाई फुर्सद हुन्छ, राजनीतिक पार्टीको झन्डा प्रिन्ट गर्नलाई फुर्सद हुन्छ। दर्शक महानुभावहरू, यो बोर्ड प्रिन्ट गर्नलाई फुर्सद हुँदैन, यो टिन ठोक्नलाई फुर्सद हुँदैन। हेर्नुहोस्, काँटी सबै उकिएको छ। वाट इज दिस? कुखुराको खोरो यो? म सम्बन्धित निकायलाई ध्यान आकर्षण गराउन चाहन्छु छतर गाउँपालिकाको। हेर्नुहोस् दर्शक महानुभावहरू, यो के हो यस्तो? हेर्नु त, सबै पकपक्की उकिएको छ। यो कहिलेदेखिको यस्तो लाजा मर्दो छतर गाउँपालिकाको बेइज्जत गर्न खोजेको दर्शक महानुभावहरू हेर्नुहोस् त। कार्यालय प्रमुख अनि सम्बन्धित निकाय गाउँपालिकाको अध्यक्षले के हेर्नुहुन्छ? पार्टीको प्रवेश मात्रै हेर्नुहुन्छ।
एमाले मात्रै बनाउने, छतर नबनाउने, अरू जनता जनतै होइनन्, कार्यालय नै होइन। यो सुँगुरको खोरो दर्शक महानुभावहरू। गाडीको अवस्था हेर्नु यहाँ, हेर्नु सरकारी गाडीको अवस्था यहाँ हेर्नु यहाँ। ए माल पाएर चाल पाउँदैन नेपालीले भन्छ नि, यही हो। गिफ्ट बाई गभर्मेन्ट अफ इन्डिया फर पेसेन्ट केयर भनेको छ। अङ्ग्रेजी बुझ्नु भएन होला दर्शक महानुभावहरू। यो चाहिँ इन्डिया गभर्मेन्टले, इन्डियाको सरकारले नेपाललाई दिएको हो क्या, पेसेन्टको केयरको लागि भनेको, बिरामीको हेरचाहको लागि, बिरामी बोकोस् भनेर हो यो। यहाँ गाउँपालिकामा ल्याएर फ्यात्ता थुपार्नलाई होइन। हेर्नु त यहाँ हेर्नुहोस्, देखिन्छ कि देखिँदैन क्यामेराम्यान? नेपाल भारत सहयोग भनेको छ यहाँ। खोइ यो गाडीको यस्तै हुन्छ। यहाँ आउनुहोस्, माकुराको जाल देखाउनुहोस् यहाँ दर्शक महानुभावहरूलाई। यही हो गाडी खेलाउने हो यो। हेर्नु यहाँ, के हो यो? माकुराको जाल छ? म छुदिनँ। यो सिसा फुटेको छ? हो। यो पनि एआई भन्नु होला है फेरि। यो एआई सिआई केही पनि होइन, यो प्रत्यक्ष प्रसारण लाइभ तपाईँलाई देखाइरहेको छु। यता हेर्नु यहाँ आउनु यहाँ। यो कि मैले पानी पिउँदाखेरि नि कर तिरेको पैसाले किने होला यो। हेर्नुहोस् है यहाँ, सरकारी नम्बर प्लेट। हेर्नुहोस् है, कसैलाई माया छैन होला, यसको माया मलाई छ। किनकि यो देशको सच्चा नागरिक, सच्चा पत्रकार भएको कारणले गर्दाखेरि यो गाडीको माया मलाई छ। किनकि मैले हरेक कुरामा पानी खाएदेखि लिएर पिसा फेरेसम्म, कपडा लगाएदेखि लिएर डटपेनको सुइरो किनेसम्म मैले सरकारलाई कर तिरेको छु। यो गाडी मेरो पनि हो। यस्तो बनाएर राख्न मिल्छ? हेर्नुहोस् त। म गलत छ भने गलत भन्नुहोस् है, कमेन्टमा लेख्नु होला गलत छ। सागर पोखरेल पत्रकार जनशक्ति अनलाइन मिडियाको गलत छ भनेर लेख्नु होला कमेन्टमा। यदि म गलत छु भने ल हेर्नु यहाँ ढ्वाङ बमकर हो यो। गाडीको हालत यस्तो छ, के भन्ने के कसलाई भन्ने? जबकि गाउँपालिकाको प्रमुख नै पार्टीको कार्यक्रममा चिल्लो गाडीमा बुर्र कुदेपछि, पत्रकारलाई हप्काएपछि, गाली गरेपछि, थर्काएपछि हामी पार्टीको कार्यक्रममा कुदेको थियौँ भने, हामीले एमालेको सूर्य चिन्हको झन्डा बोकेको थियौँ भने हामीलाई वाह हुन्थ्यो होला, पेट्रोल पाइन्थ्यो होला, मासुभात पाइन्थ्यो होला, रोजगार पाइन्थ्यो होला। हामी कदापि त्यो गर्ने छैनौँ। स्वाभिमानका साथ तातो पानी पिएर पत्रकार जिउ छ, तर कसैको 2 पैसामा बिक्दैन। पानी हाल्ने फुर्सद हुँदैन, पानी हाल्ने पेट्टिकै फुर्सद हुँदैन। पेट्टिकै के हुन्छ? गाउँपालिका अध्यक्षलाई एमाले भए पुगो, गाउँपालिका अध्यक्षलाई एमाले भए पुगो, पानी हाल्नु पर्दैन फुलमा। यी मरो फुल, यी दर्शक महानुभाव मरो फुटो, यी सुक्खा छ मरो, खैरे कुहिरे हुन्छ अमेरिकाको त्यो खैरेको कपाल जस्तो भयो। हेर्नुहोस्। अनि कसले हाल्ने पानी? मैले। दर्शक महानुभावहरू, यो पानी कसले हाल्ने भन्नु त? सबैतिर मरिसक्यो फुल। गए त पार्टीको कार्यक्रममा जाउन् दर्शक महानुभाव। ल हेर्नुहोस्, प्रत्यक्ष तपाईँहरूलाई त हामीले देखाइरहेको छौँ नि त। मरेन, मरो नि, मरो कि मरेन, मरो नि। अनि भन्ने के? अब यस्तो छ। अब सेवाग्राही पक्कै पनि आउनुभयो। अब यो सेवा प्राप्त मैले गर्न सक्दिनँ है, कार्यालय सबै खाली छ। कोही कर्मचारी हुनुहुन्छ? कता हुनुहुन्छ? म खोज्दै जान्छु। खोइ कता निस्किनु भयो? तपाईँहरू कहाँबाट आउनुभयो? नाम बताइदिनुहोस् न। नाम टिकाराम। के को लागि आउनुभयो? यहाँ सरम गर्नुपर्ने। सरम भनेको कुन शाखामा? खै कुनमा हो त्यो पनि थाहा छैन? ए श्रम हुन्छ भन्ने खालको उहाँले भनिसक्नुभयो। श्रम तथा रोजगार कार्यालय उहाँ लु जानुहोस् त, मैले त्यति हेल्प गरेँ तपाईँलाई। ल त्यहाँ जानुहोस्। उहाँले गरिदिनु भएन भने नि मलाई भन्नुहोस्, उहाँले गरिदिनु भएन भने मलाई भन्नुहोस् दर्शक महानुभावहरू। त्यो भएको कारणले गर्दाखेरि ल आउनु। अब हामीले सबै कार्यालय हेरिसक्यौँ है, सबै कार्यालय हेरिसक्यौँ, यावत कार्यालयहरू हेरिसक्यौँ। उहाँ किन घोप्टिनु भएको? उहाँ घोप्टो पर्नुभएको किन? यसको पनि त राख्ने ठाउँ होला नि, यसलाई सम्बन्धित ठाउँमा राख्ने होला नि त। देखिने गरी पत्रकारले नै देखोस् भनेर राख्नुभएको हो कि चुनाव चिन्ह यो हो? अचम्म।
मिटिङ हल यहाँ छ, क्लियर देखाइरहेको छु। आउनुहोस्, हामी मिटिङ हलभित्र प्रवेश नगरौँ, हामी शौचालय हेरौँ ल। ऐना लेग्रै छ हौ, ऐना मान्छे चाहिँ पानी आउँछ आउँदैन ल। धन्न पानी चाहिँ रहेछ, शौचालयमा पानी चाहिँ रहेछ ल। अनि डस्टबिन त छ नि, गाउँपालिकाले डस्टबिन पनि बाँडो होइन। कति जनताले कहाँ पुऱ्याए, कतिले पानी हाले, कतिले फोहोर हाले, कतिले इस्कुस हाले। यहाँ गाउँपालिकाले हाल्न नपाएर बिचारै पानीका बोतल खाँदै जडियाले बोतल फाँके जस्तो फाँक्दै गर्ने के। हेर्नुहोस् त, अब भन्न मिल्दैन। यहाँ छ डस्टबिन, बाल्टीलाई डस्टबिन बनाएर छ, ठिक छ, नो प्रब्लम, केही छैन। तर फोहोर त उठाउनु पर्यो होला नि त। यी फुल किन मऱ्यो होला? त्यो दिएन, काम दिएन, मरो। काम दिएन, पानी चाहिँ मैले हालेको कि हिजो आज त घामले बनायो। माटो गिटी अनि त्यो के भयो, विषादीहरू के भयो कि किरासित। यहाँको हजुर पिएन हो, यहाँ काम गर्नु है? म कार्यालय सहयोगी हो। अब फायर एक्सटिङ्ग्विसर ग्यास हेरौँ, आउनुहोस्। फायर एक्सटिङ्ग्विसर ग्यास यो सम्भवतः पाउडर हो। यसको प्रेसर यहाँ देखाउनुहोस् त। यो प्रेसर डाउन भइसकेको छ, यो रेड सिग्नलमा छ, यो ग्रिन सिग्नलमा हुनुपर्छ है। कतिलाई थाहा छ, कतिलाई थाहा छैन, त्यो बुझ्नु होला। ग्रिन सिग्नलमा भयो भने मात्रै आपतकालीन अवस्थामा यसले आगो निभाउने काम गर्छ। रेड सिग्नलमा छ, कसैलाई वास्ता छैन, कसैलाई वास्तै छैन यो फायर एक्सटिङ्ग्विसर ग्यासको विषयमा। गाउँपालिकाको बोर्ड त वास्ता छैन, यो फायर एक्सटिङ्ग्विसर ग्यासको विषयमा के वास्ता? थुप्रो भयो है। भर्खर कार्यालय बनेदेखि सुरुमा ल्याएदेखि अनि छैन। आर्मीले पनि प्रयोग गरियो। यस्तो विषयमा त कहाँ चासो हुन्छ त? पार्टीको कार्यक्रममा मात्रै चासो हुन्छ। एमालेको कार्यक्रम हुनु पर्यो, रातिको 12 बजे भए पनि यहाँका प्रमुख गाउँपालिका अध्यक्ष सन्तवीर लिम्बू गुट्टु टुटु सुराल नलागिकन कुद्न सक्नुहुन्छ। दर्शक महानुभावहरू, ल दर्शक महानुभावहरू, अहिले हामी छत्र गाउँपालिका स्थित प्रमुख प्रशासकीय अधिकृत अशोक पराजुलीज्यूको चाहिँ कार्यकक्षमा छौँ। उहाँलाई केही कुरा हामीले चाहिँ सोध्न गइरहेको छौँ। जनशक्ति अनलाइन मिडियामा तपाईँलाई हार्दिक स्वागत छ। धन्यवाद सर। सर, आज कार्यालयमा कर्मचारीहरू चाहिँ देखिँदैन नि, किन हो? कार्यालय त धेरै जसो त कुर्सीहरू खाली छन्। खै आज चाहिँ के भयो भने केही साथीहरूले बिहानैदेखि मलाई फोनमा आज बिदा दिनु पर्यो भनेर एक दुईजनाले चाहिँ मौखिक पनि बिदा माग्नु भएको छ। हजुर हजुर। त्यसपछि अरू धेरैजना विशेष गरी करारको कर्मचारी साथीहरूले चाहिँ लिखित रूपमा आवश्यक घरायसी काम पर्यो भनेर त्यो हिसाबले चाहिँ आज एक दिनको बिदा माग गर्नुभएको थियो। हजुर हजुर। र उहाँहरूलाई मैले उहाँहरूलाई आवश्यक पर्यो घरायसी काम पर्यो भनिसकेपछि उहाँहरूलाई बिदा स्वीकृत गरिदिएको छु मैले। धेरै कर्मचारीहरू चाहिँ बिदा स्वीकृत गरेर बस्नु भएको छ। हजुर, अनि अहिले जस्तै तालुक मन्त्रालयबाट चाहिँ निर्देशन भएको छ करारका कर्मचारीहरू चाहिँ पालिकाले निकाल्ने भनेको छ नि। जस्तै यो कुरामा चाहिँ हाम्रो छत्र गाउँपालिकाको कार्यालयले चाहिँ करारका कर्मचारीहरूलाई चाहिँ कार्यालयको जुन कामबाट निकालेको छ कि छैन? यस्तो छ, परिपत्र आएको छ होइन। परिपत्र अर्थ मन्त्रालयको परिपत्र प्लस मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालय कोशीबाट पनि हामीलाई परिपत्र आइसकेको छ। त्यो हामीले हेरेका पनि छौँ होइन। अब यसको सरसल्लाह पनि हुँदैछ। यस सम्बन्धमा अहिले चाहिँ पालिकाले कुनै डिसिजन गरेको छैन। भनेपछि पालिकाको कुनै डिसिजन छैन यसमा। ल, हामीले दुईवटा मात्रै प्रश्न उहाँलाई गऱ्यौँ। यति भन्दै उहाँसँगको आजको संवाद यहीँ अन्त्य गर्ने चाहेको छु। धन्यवाद। हस्, धन्यवाद। आजको न्युज बुलेटिन यही समाप्त भएको छ। फेरि पनि तपाईँहरूको माझमा
अर्को न्युज बुलेटिन लिएर उपस्थित हुने नै छु। जनताको आवाज जनशक्ति अनलाइन मिडिया निरन्तर हेर्दै गर्नुहोला। आफ्नो अमूल्य सल्लाह सुझाव र प्रतिक्रिया कमेन्ट सेक्सन मार्फत छोड्न पनि नभुल्नुहोला। म पनि यस कार्यक्रमबाट अहिलेलाई बिदा हुने अनुमति चाहन्छु। नमस्कार।